जेठ 15 को संवैधानिक घडी नजिकिँदै गर्दा धेरैको मनमा एउटै प्रश्न छ, अब आउने बजेट कस्तो होला? राष्ट्रिय योजना आयोगले तोकेको बजेटको सिलिङ र अर्थ मन्त्रालयको आन्तरिक तयारीलाई हेर्ने हो भने आगामी बजेट लोकप्रिय नाराहरूले भरिएको तर आकारमा केही नियन्त्रित हुने अनुमान गरिएको छ। विगतका वर्षहरूमा जस्तै ठूलो आकारको बजेट ल्याउने र पछि संशोधन गर्ने प्रविधिबाट जोगिन यसपटक सरकारमाथि चौतर्फी दबाव छ। अर्थशास्त्रीहरूका अनुसार अब आउने बजेटको मुख्य ध्यान अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित हुनुपर्नेछ, किनकि अहिले सरकारको ढुकढुकी बलियो छैन र राजस्व संकलनको लक्ष्य निकै कमजोर देखिएको छ। यस्तो अवस्थामा सरकारको महत्वाकांक्षी योजनामा रकम छर्नुको साटो साना तथा मझौला उद्योगलाई बचाउने र बजारमा तत्काल पैसा चलायमान बनाउने विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने विज्ञहरूको सुझाव छ। अब आउने बजेटको अर्को ठूलो चुनौती भनेको बढ्दो सार्वजनिक ऋण र अनिवार्य दायित्वको व्यवस्थापन हो। सरकारले सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब र ऋणको ब्याज तिनैका लागि ठूलो रकम छुट्याउनु पर्ने बाध्यता छ। त्यसैले विकास खर्च अर्थात् पुँजीगत बजेट यसपटक पनि खुम्चने खतरा बनेको छ। यदि विकास खर्च नै घट्यो भने बजारमा नयाँ रोजगारी सृजना हुन सक्दैन र आर्थिक शिथिलता अझै लम्बिन सक्छ। निजी क्षेत्रले भने यसपटकको बजेटलाई आफ्नै बाँच्ने आधारको रूपमा हेरेको छ। करको दर घटाउने सरकारको आश्वासन कतिको व्यावहारिक रूपमा आउँछ यो हेर्न बाँकी नै छ। तर संकेतहरूले के देखाउँछन् भने सरकारले राजस्व बढाउन केही विलासी वस्तुमा कर बढाए पनि उत्पादनमूलक उद्योग र कृषि क्षेत्रलाई केही कर छुट र सहुलियतको घोषणा गर्न सक्छ। 2/3 नजिकको यो शक्तिशाली सरकारका लागि यो बजेट राजनीतिक गफ प्रमाणित गर्ने माध्यम मात्र होइन, यो मन्दीले फलिएको देशलाई सही दिशा दिने एउटा ऐतिहासिक अवसर पनि हो। सरकारले वितरणमुखी र लोकप्रिय बजेट ल्याएर सस्तो वा वही कमाउन खोज्छ कि देशको आर्थिक जग बलियो बनाउने कठोर तर सही निर्णय लिन्छ? यसको स्पष्ट चित्र संसदको रोस्टबाट छताछुल्ल हुनेछ। लोकप्रिय नारा कि आर्थिक सुधार, अब आउने बजेटले देशको आगामी वर्षको आर्थिक भविष्य तय गर्नेछ।